but I'm just too afraid that I'll be wrong. Out of the ocean, now I can't drive my grave. Oh, it's such a shame. Hello guys, welcome back to my channel. So सन्जय हुनुहुन्छ होला म पनि सन्जय आएको छु अनि आजको ब्लग चाहिँ हाम्रो झरनाबाट स्टार्ट हुँदैछ. Look at this view guys. This is झरना. गाइस यस्तो छ झरना हैन. अनि हामी यस्तो गाइस त्यस्तै छ हैन. हामी चाहिँ गाउँ घरतिर आएको घुम्नलाई भन्दा म पानी परिसक्यो. अब हामी घरतिर लाग्नु पर्ने हुन्छ. अवस्था यस्तो छ हैन. ल गाइस अब हामी घरतिर जान्छौँ. ल जाम भन्छे ल यस्तो अप्ठ्यारो कताबाट के बाटो गइदिउँ ल गाइस. ल हामी चाहिँ हिँड्दैछौँ हैन. अनि यस्तो छ बाटो हैन. तर आवाज चाहिँ आएको छैन होला. तर बोलिरहेको छु यस्तो छ हैन बाटो. तर म लोट्नु चाहिँ भएन गाइस. म लोटेँ भने 20,000 को खर्च खाना नि त्यो चाहिँ कतिको टाढी हेर नदेखेर यतिर गाइस यस्तो छ झरना गाइस झरना टाढी हेर नदेखेर गाइस अब हामी खोलै जानुपर्छ भनेको खोइ हेरौँ होइन. यस्तो छ झरना गाइस भान्जे म चाहिँ हिँडिरहेको छु होइन. म चाहिँ टुरिस्ट चाहिँ होइन अब तर बाटो पनि हेर्नुपर्छ गाइस. यो सिस्नु भिज्यो भने चाहिँ मेरो दशा लाउँछ. तर म दशा लाउने जस्तो छैन. जस्तो झर्नु लाग्यो एउटा बाटो छ त गइदिने गाइस. हामी त्यस्तो झाडी हिँडेर गाइस आवाज सुन्नुभयो होला. ल यताबाट माथिबाट जाऊँ गाइस. सिस्नु नबिचमा यता तलबाट आइज फेरि यस्तो छ गाइस. म चाहिँ मोबाइल समातिरहेको छु. भगवानको कृपाले मलाई के नहोस् गाइस. चिप्लोन छैन होइन गाइस. ल गाइस म चाहिँ यो बाटो हिँडिरहेको छु. गाउँ गाइस चल्ल मेरो ओ हिँड्न तर गाइस जुका चाहिँ मार्ने भयो. जुका चाहिँ लगाइरहेको छ होइन. त्यही पनि हामी अब यस्तो प्रयास गर्दैछौँ तपाईँहरूलाई राम्रो कन्टेन्ट दिनको लागि सोचिरहेको छ होइन. अनि तपाईँहरूले चाहिँ भिडियोलाई लाइक कमेन्ट गर्नु पऱ्यो. सब्सक्राइबर पनि गरिदिनु पऱ्यो. तर बाटो चाहिँ यस्तो छ होइन गाइस होइन. मान्छे छिस्नु मऱ्यो आज मऱ्यो. टाढी हेर नदेखेर गाइस भने चाहिँ हामी चाहिँ यता आइसक्यौँ. त गाइस अब त्यहाँ थोरै तलतिर बसी भेटौँला. त्यहाँ जङ्गल छ. ल गाइस एकैछिन बस्यो गाइस भन्छ होइन. फाइनली जुका लगाइसक्यो यार. जुका आमामा खुट्टैभरि जुकै जग्गा यार. छोरो यहाँ बस्दिन हेर गाइस. जुकै यार म त भागेँ यार हो नि गाइस. हेर्नु जुकाले चाहिँ मार्यो ल अर्को नि आइस गाइस. अर्को नि मसिनो लाएर यार रगत खाने चिलाउँछ क्या अरन्दा नि. अहिले रगत खायो भने यस्तो हुन्छ यार. यस्तो एउटासम्म नभइदिएन यार. हाल्यो होइन तर फेरि खाल्नुपर्छ. लुक एट दिस भ्यू गाइस. र हामी चाहिँ अब यहाँ डाँडामा यता आइसक्यो. खोला जानु परेन होइन. यताबाट हिँडिरहेको छौँ गाइस. यस्तोमा आइसक्यो. अझै भएछ. अब चाहिँ हामी यहाँबाट झर्छौँ. यस्तो छ हाम्रो गाउँ. अब हामी त्यहाँबाट बिस्तारै नाइ अनि चौखुरे भिर के नाइको भिर त त्यताको पारिपट्टिको आइदिउँ तल गएर बस्नु क्या.
ल गाइस सो फेरि जुका फाल्नु पर्ने हुन्छ अवस्था यस्तो आइसक्यो अवस्था झरिसक्यो तल उ त्यो ओए बाँदर ओए भान्जे बाँदर गाइस ओए बाँदर रातो बाँदर पारिका पानी भर गाइस लड्दैन गाइस मथान हो कि एउटा मात्रै हो आगैमा यहाँ क्यामेरा नजिक नभेटाउने सो गाइस जुका खै देखा न राम्रोसँग यार यति ठुल्ठुलो हुन्छ यार हेर जुके यार रगत यार कस्तो महिना रगत खाएको छ यार घाँस काट्न हिजो घाँस काट्न गएको जुका लगाएर यार गाह्रो छ तना पर्यो गाई त अब ऊ त्यहाँ त बसेर जुका फाल्नु पर्यो ल यो बाँदर ओए उहाँ हेर जुका फाल्नु पर्यो जुकै खाने यार यार जुका तल झरिसक्यो होइन यता माथिबाट यता भिरबाट होइन त्यो भिरबाट हिँड्दै हामी यता फेरि खोलाको तल माथि छर छ अनि तल चाहिँ यस्तो छ होइन यस्तो गाइस अनि फेरि तल पनि यो पनि फेरि तल गएर हामी भन्दै आउँछौँ गाइस ल होइन यस्तो छ अनि यो चाहिँ हाम्रो गाउँघरको झरना भनौँ न अब सानोतिनो आदि फुलेर चाहिँ हाम्रो त्यस्तै छ अनि त्यही भयो नि रमाइलो गर्नु भिडियो हेर्नु अब के हुन्छ अब आजको काम होइन अनि दसैँ मनाउन आएको अब त्यस्तै भयो दसैँ पनि उता जन्मदिन पनि आइसक्यो गाह्रो छ गाइस गाह्रो एकदम गाह्रो छ मलाई अनि गाउँघरको बाटो चाहिँ फेरि यस्तो छ होइन तर गाउँमा भन्नु भने यो गाडीहरू पनि हिँड्दैन गाउँमा सब कुस्मादेखि आउनुपर्छ हिँड्दै 1-1.5 घन्टा तर अहिले यता चाहिँ के चल्दैन त्यही बाटो चाहिँ यस्तो छ होइन अनि कहाँ अनि कसले हालिदिन्छ नि गाडी होइन गाडी चाहिँ अब ठुलो भएपछि होइन मै हालिदिन्छु कि गाडी कस्तो भने कि यार जुगा यार गाडी हेरौँ जुगा लाएर यार तनाव पऱ्यो गाडी जुगा लायो होइन अब चाहिँ म हिँडिदिन्छु होइन मलाई मतलब होइन कि डरै छैन है मलाई जुगामा डरै छैन फेरि गाडी अर्को खोलो पनि छ यता अनि यता होइन अनि हाम्रो घरतिर चाहिँ त्यस्तो घरहरू छैन झ्याम्मै घर गाई हेरिदिनु होला सबैजनाले अनि हामी चाहिँ यस्तो छ गाउँघरतिर चाहिँ जहाँसुकै पानी हो घर लाग्यो भने जहाँ खाइदिनुहुन्छ पानी होइन ल माथि गएर के हुन्छ भेटौँला हेरौँला होइन त यस्तो त कति यो त यार सिस्नु त यार चितवनतिर पाउँदैन यता त यार जति पनि छ ल है यो चाहिँ पारी डाँडा भयो अनि यता चाहिँ यो हाम्रो गाउँ हो अनि यता खाने के बनाउँछ कि बाटो के हो यो वाट इज दिस ब्रो के हो यहीँ फाल्ने यो त्यतापट्टि ठाउँ छ यार यस्तोमा कसले गाडी हाल्छ त यस्तोमा बाटै भएन कि यो अध्यक्ष मैं अब चुनावमा चाहिँ जुवालेर हामी चाहिँ म पहिला पढेको स्कुलमा आइसक्यो त्यो पनि अहिले कोही छैन होला यो स्कुल बन्द हुन्छ अब बन्द भयो क्या खुल्छ कि बन्द हुन्छ यो धेरै विद्यार्थी होइन त्यो पनि चल्यो भने 1-2जना 2-3जना हो त्यही पनि अब हेर्नु अब बाटो पनि गजिलो छैन म पहिला पढेको स्कुल पहिला चाहिँ मजा आउँथ्यो धेरै हुन्थ्यो पहिला चाहिँ मजा आउँथ्यो अहिले चाहिँ यस्तै हो म चाहिँ अब यहाँदेखि तपाईँहरूलाई टुर दिन्छु है त हाम्रो स्कुल अनि यो चाहिँ टोइलेट यो चाहिँ अहिले नयाँ भनेको धेरै भएन 2-3 वर्ष भइसक्यो अनि यो चाहिँ म पढेको यो चाहिँ 3 कक्षा यो चाहिँ 2 कक्षा होइन अनि यो चाहिँ अफिस अनि त्यो चाहिँ ऊ अनि अहिले चाहिँ यो चाहिँ नयाँ मन्दिर भनेको सरस्वती मन्दिर अनि सरस्वती मन्दिरलाई हामी पूजा गर्नुपर्छ पूजा गर्नको लागि हामी यस्तरी जानुपर्छ अनि यता फुलहरू पनि छ होइन यता जानुपर्छ अनि यहाँ चप्पल खोल्नुपर्छ यस्तै चप्पल खोल्नुपर्छ अनि यस्तो जानुपर्छ अनि यस्तो गरेर लगाइ चाहिँ अब हामी उता भेटौँला है त होइन अनि अहिले चाहिँ यो हाम्रो बाटो
हाम्रो घर जाने बाटो जस्तो छ हामी यस्तै हिँड्दैछौँ कहिले कसको ऱ्याप हो कमेन्ट गर्नु होला आवाजले पनि चिन्न सक्नुहुन्छ कसको होला अनि यस्तै छ हाम्रो गाउँको बाटो बाइक कसैले आयो भने पनि यस्तो बाटोमा सो गाइज अनि यहाँ चाहिँ खतरा गुफा छ भने तपाईँलाई थाहै होइन हाम्रो घरतिर कस्तो गुफा छ भनेर देखाइदिउँ गुफा खतरा है गाइज यस्तो छ होइन ए यस्तो छ गाइज बाटो अनि बाइक चाहिँ यस्तोमा उकालिदिने हो अनि मैले पनि उकाल्दा थिएँ हिजो बाइक होइन यति सजिलो छ बाटो त अब चलाउनेलाई सजिलो नचलाउने त्यस्तै हो अनि गाइज अनि हेरौँला भन्दा पनि कतै ठाउँ यस्तै छ बाटो बाटो गरेर देखाउँछु तपाईँहरूले चिन्न सक्नुहुन्छ कि हुन्न है त यो चाहिँ के होला कमेन्ट गर्नु होला है चिन्ने मान्छेले गाइस अब हिँड्दै जाऊँ के हुन्छ यस्तै छ बाटो सानोतिनो बाटो अनि माथि चाहिँ उसको हो अनि माथि चाहिँ यस्तो छ अनि अझै यसो बिहान भर्खरै बाटो हिजो यस्तो बनाइदिएको थियो हल्का यहाँ यो ढुङ्गा फुटाल्ने भनेको अब खोइ के हुन्छ अब त्यही फुटाल्ने भनेको के हुन्छ अब हेरौँ के हुन्छ घर जाने बाटो सुन्तलाको बुटो गाइज सुन्तला खाने हो गाईहरू सुन्तला खाने भाइ सम्पर्क नम्बर म दिन्छु चाहियो भने भन्नु होला मलाई अनि सुन्तलाको बेर्नाहरू पनि छ ए सुन्तलाको बेर्ना गाइज अनि यहाँ चाहिँ घाँस यहाँ चाहिँ भैँसीहरू यहाँ चाहिँ हाम्रो घर आउँछ यहाँसम्म जिम हानिदिन्छु गाइज बन्द गर्थ्यो छोडे गाइज सिस्टम रंग वगैरह जुगा जुगाला है के वीडियो के को वीडियो खींची जाओ मेरे वीडियो खींचनी काका चिया लगाए नि जहाँ साले काट हमलन ल पाटा घर